विद्यार्थी भाइ बहिनीहरूको विदाय कार्यक्रममा अध्यक्ष ग्रहण गरिरहनु भएका विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्री दिनेश ठाकुरज्यू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री कृष्णदेव महतोज्यू, हाम्रो यस विद्यालयको मावि इन्चार्ज आनन्द महतोज्यू, निमावि इन्चार्ज श्री अमित कुमार मिश्रज्यू, प्रावि इन्चार्ज ममता मैडमज्यू, बाल विकासको इन्चार्ज ललिता मैडमज्यू, त्यसै गरी शिक्षक किशोर कुमार सर लगायत यहाँ उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण सहकर्मी शिक्षक कर्मचारी लगायत कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू, कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण जनालाई मेरो व्यक्तिगत तर्फबाट, विद्यालयको प्रशासनको तर्फबाट, शिक्षक परिवारको तर्फबाट सबैजनालाई नमस्कार अनि यो गर्मीमा चिसो चिसो अभिवादन स्वीकार गर्नुहोस्। अब आज विदायको क्षणमा खुसी पनि लाग्छ, दुःख पनि लाग्छ। अब खुसी के अर्थमा भन्नाले अब यो 10 कक्षाका विद्यार्थी भाइ बहिनीहरू 10 वर्ष यहाँ अध्ययन गरेर केही राम्रा कुराहरू सिकेर आफ्नो जीवनमा प्रगति गर्न गइरहनु भएको छ। यो पहिला यो 10 कक्षालाई आइरन गेट भनिन्थ्यो, अहिले पनि त आइरन गेटै हो। विद्यालय त 12 कक्षासम्म भए पनि मुख्य गरी 10 कक्षालाई नै आइरन गेट मानिएको छ। 10 कक्षापछि चाहिँ त्यसपछि हाम्रो बाटो धेरै खुल्छ। त्यसैले प्रगति गर्न चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरू गइराख्नु भएको छ। जीवनमा प्रगति होस् त्यसको लागि हामीलाई खुसी लागेको छ। राम्रो जिपिए ल्याएर पास गरौँ यो शुभकामना पनि छ। अनि दुःख यो मानेमा कि यहाँ म नयाँ छु 1 वर्षदेखि, तर यहाँ हाम्रा अन्य सहकर्मी साथीहरू धेरै पुरानो हुनुहुन्छ। 10 वर्षदेखि 11 वर्षदेखि यहाँ घुलमिल भएर बसिसक्नु भएको छ आफ्नो परिवार जस्तै। म 1 वर्ष हुँदा त अब विद्यार्थी भाइ बहिनीसँग आफ्नो भाइ बहिनी जस्तो माया गरेर बसेको थिएँ। अब हुन्छ काम गर्ने सिलसिलामा प्रशासनबाट कुनै टिचरबाट कसले गाली गरिएको होला, कसले माया गरिएको होला, कसले कुटाइ पनि खाएको होला, माया पनि गरिएको होला, त्यसमा ध्यान दिनु भएन। जे गरिए पनि हामी गर्ने भनेको तिमीहरूको भविष्य बिगार्नको लागि होइन, तिमीहरूको भविष्य सुधार्नको लागि हो। केही न केही हाम्रो पनि सोच हुन्छ कि हाम्रो विद्यार्थी भाइ बहिनी प्रगति गरेर गयोस्, यहाँबाट प्रगति गरेर गयो भने पछि राम्रो बनेर आयो भने हामीहरूको नाम हुन्छ, गाउँको नाम हुन्छ, विद्यालयको नाम हुन्छ। कतै हामी कुनै राम्रो ठाउँमा पुगेका छौँ भने कहिले काहीँ यस्तो आकल झुकल भेट भयो भने ओ यो त मेरो विद्यार्थी बाबु हो, हामीलाई पनि एकदम खुसी लाग्छ। त्यसैले जहिले पनि राम्रो प्रगति चाहिँ गर्ने सोच बनाउनु। अब धेरै कुराहरू हुन्छन् अहिलेको, अब यो आन्दोलनपछि अब धेरै परिवर्तन हुनेवाला छ, के हुन्छ त्यो भन्न सकिँदैन। जहिले पनि आफ्नो विलिङ पावर चाहिँ राम्रो राख्नु, सोच चाहिँ राम्रो राख्नु, भिजन राम्रो राख्नु, मिसन राम्रो बनाउनु। यदि मिसन छैन, विलिङ पावर छैन, भिजन छैन भने गाह्रो छ जीवनमा। त्यसैले सोच चाहिँ जहिले पनि राम्रै राख्नु। सबैजनाले सोच्नु कि म एकदम राम्रो जिपिए ल्याएर पास हुँ, त्यसको लागि के गर्नुपर्छ त आफै परिश्रम गर्नुपर्छ। जस्तो कि उदाहरणको लागि विश्वमा अहिले हामीलाई 50 किलो उठाउन भन्यो भने हामी सक्दैनौँ, धेरैजनासम्म पनि सक्दैन 50 किलो। तर यस्तो विश्व रेकर्ड बनाइसकेको छ कि 500 किलोसम्म वेट उठाएको छ मान्छेले। त्यसको नाम इडाय हल हो। उसले योजना बनायो कि जसरी पनि म 500 किलो वेट उठाएर म विश्व रेकर्ड बनाउँछु। उसको विलिङ पावर थियो र योजना एउटै के थियो, जसरी पनि मैले 500 किलो उठाउने। अनि जो चाहिँ उसको गुरु थियो उसले भन्यो होइन तिमी 500 किलो उठायो भने तिम्रो त्यो भित्रको जुन रक्षणकाल प्रणालीहरू हुन्छ, भेनहरू हुन्छ, हट हुन्छ, केही न केही गडबड भएर तिमी मर्छौ, नगर। उसको गुरुले साथ छोडिदियो। त्यही पनि उसले 5 वर्षसम्म कडा मेहनत गर्यो। त्यसपछि उसले विश्व रेकर्ड काम गर्यो। 500 किलो ठ्याक्कै उठाएर उसले 500 किलोको सट्टामा 501 किलो र समथिङ ग्राम पनि थियो, त्यति चाहिँ उठाएर उसले विश्व रेकर्ड काम गरिदियो। त्यसपछि उसलाई सोध्यो कहाँ खाते है यार भन्नाले के खान्छु यति उठाइदियो। न उसले एउटै जवाब के दियो कि मेरो सोच त्यही थियो कि 500 किलो उठाउने, अरू दायाँ बायाँ केही थिएन। मलाई गुरुले होस् अथवा घरको मान्छेले होस् जे सिको होस्, मलाई दायाँ बायाँ केही मतलब थिएन। मेरो मतलब के 500 किलो जसरी पनि उठाउने। उहाँले विलिङ पावर त्यस्तो हुनुपर्छ। अनि कसरी उठायो भन्नाले के भन्यो उसले, म उठाउने बेलामा के सोचेँ कि त्यसको मुनि चाहिँ मेरो बच्चा चाहिँ खिचिएको छ मेरो बच्चा तल। अब यो ठुलो ढिक्का मलाई जसरी पनि चाहिँ उठाएर हटाएर मेरो बच्चा निकाल्नु छ भित्रबाट।
त्यो फोट लगाएर के गर्यो उसले 500 किलो उठाएर त्यहाँ त फाल्दियो। मलाई रुलिङ पावर त्यति राख्नुपर्छ हामीले जे जसरी भए पनि हामीले 4 जिपिए ल्याउनै छ त्यस्तो सोच हामीले बनाएर हेर्नुपर्छ। जे जसरी भए पनि राम्रो जिपिए लगाएर पास गरेर हामी भविष्यमा यो पदमा हामीलाई जानु छ। त्यसको लागि के गर्नुपर्छ कहाँ के गर्नुपर्छ त्यो आफै सोचेर आफै योजना बनाएर हिँड्नुपर्ने हुन्छ। जबसम्म आफ्नो सोच हुँदैन जीवनमा चाहिँ केही गर्न सकिँदैन। पुरा रह्यो के उसले चाहिँ 5 वर्षमा सधैँ चाहिँ उठाएको हुन सक्छ एकैपटकमा सकिँदैन। त्यसैले यो जीवन भनेको कहिलेकाहीँ हामी हार पनि खान्छौँ, कहिलेकाहीँ असफल हुन्छौँ अनि कहिलेकाहीँ एकै प्रयासमा हामी पहिलोपटकमै सफल हुन्छौँ। त्यसैले यदि हामी सफल भयो अति उत्तम, यदि भएन भने जीवनमा अब केही गर्न सकिँदैन भनेर हरास खाएर पनि बस्नु हुँदैन। फेरि पुनः प्रयास गर्नुपर्छ। मैले प्रयास गर्दै गयो भने आफ्नो सोच मेरो यो गर्नु छ जे जसरी भए पनि गर्ने छ भनेर यदि प्रयास गरियो भने पक्का चाहिँ भविष्यमा सफल हुन्छ। त्यसैले यहाँ सिकेका राम्रा कुराहरू चाहिँ जे जति राम्रो कुरा सिकिएको होला 10 वर्षमा पक्कै केही न केही राम्रो कुरा सिकिएको होला। अनि सिक्ने काम मात्र होइन हामीहरू पनि सिक्छौँ तिमीहरूबाट। सिक्ने सिकाउने दुईटै काम यहाँ बेरन्छ। केही कुरा हामीबाट तिमीहरू सिक्छौ, केही तिमीहरूबाट पनि हामी सिक्छौँ। त्यो सिक्ने सिकाउने काम हाम्रो जारी रहन्छ। जे जति राम्रो कुरा सुन्छौ त्यही यहाँबाट उठाएर लाने, नराम्रो कुरा यहीँ छोडिदिने। कुनै गल्ती भएको छ भने सबैले माफ गरिदिनु पर्छ। विद्यार्थीबाट जसरी गल्ती भएपछि हामी पनि माफ गर्छौँ, एकछिन गाली गर्छौँ माफ गरिदिन्छौँ, हामी पनि माफ गरिदिन्छौँ। किन हामी परिवार जस्तै भएको छ, एकदम भाइ बहिनी जस्तै हामी छौँ। कुनै दादा छौँ जसरी हामी आफ्नो छोराछोरी भाइ बहिनीलाई माया गर्छौँ त्यसरी नै हामी प्रत्येक विद्यार्थीले माया गर्छौँ। जसरी हामी घरमा कहिलेकाहीँ आफ्नो छोराले छोरीले भाइ बहिनीले बदमासी गरेपछि गाली गर्छौँ, कहिलेकाहीँ एक दुई झापट हान्दैछौँ, त्यसै हिसाबले हामीले पनि तिमीहरूको भविष्यको लागि कहिलेकाहीँ हानिएको होला त्यो पनि बिर्सिदिनु। र तिमीहरूको साथमा त हामी छौँ, जसको साथमा कोही हुँदैन ऊ पनि केही न केही गर्न सक्छ। जस्तैको धानको लागि अस्ति मैले त्यहाँ तालिममा पनि भनेको थिएँ जितेन्द्र सरलाई। उहाँले एकजना सानो बच्चा अलिकति बहिरो थियो अनि विद्यालयमा गएपछि के गर्थ्यो उसको टिचरले चाहिँ विद्यालयबाट निकाल्थ्यो। के भनेर तिम्रो बच्चा बहिरो छ हामी पढाउन सक्दैनौँ। अनि उसको आमाले के भन्यो ठिक छ यदि टिचरले पढाउन सक्दैन भने म घरमै पढाउँछु। अनि के गर्यो उसलाई घरमै पढाउन सुरु गरिदियो। तर घरमै पढाएर पछि गएर यति राम्रो मलाई आविष्कार चाहिँ गरिदियो यसले त्यो बेगर हामीलाई नभए नहुने भएको छ। नाम थाहा छ त्यसको को होला हो भन्नाले त्यस्तै बन्नुपर्छ हामीले। तिमीहरूसँग त कमसेकम हामी छौँ, यहाँबाट गइसकेपछि अर्कै गुरु आउनुहुन्छ, हामी पनि छौँ, हामी जहिले पनि समाज सुधारको लागि हामी जहिले पनि तत्पर हुन्छौँ। तर समाजसँग के थियो कोही थिएन, आमा बाहेक कोही थिएन, त्यही पनि यति हामीलाई दिएर जानुभएको छ उहाँ। त्यसै गरी तिमीहरूसँग यदि कोही छ भने त्योभन्दा पनि राम्रो बन्नु पर्यो जीवनमा। र अब 9 कक्षाका भाइ बहिनीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। जे जति प्रोग्राम भएको छ सब चाहिँ यो देन भनेको 9 कक्षाका विद्यार्थी भाइ बहिनीहरूको छ। यसको मेन आशीर्वाद चाहिँ सिरा जान जान्छ 9 कक्षाका विद्यार्थी भाइ बहिनीहरूलाई। र यो भविष्यमा चाहिँ राम्रो गर्नु, राम्रो जिपिए ल्याउनु भन्दै र यो एउटा कुरो अझै जोड्दिनु, एसीको सेन्टर अथवा होस् जेसुकै होस् अन्य सरले अघि भन्नुभएको थियो अन्य केही मतलब नराख्नु। जे आधिकारिक चाहिँ नोटिस आउँछ हाम्रो विद्यालयको पेज छ फेसबुक पेज, एकदम मेरो फेसबुक पेज, जे यसमा आउँछ त्यो आधिकारिक हुन्छ। अन्य दायाँ बायाँ केही नसोच्नु। केही त्यस्तो सूचना आयो भने विद्यालयको फेसबुक पेज र मेरो फेसबुक पेज खोलेर हेर्नु, त्यहाँ जे हुन्छ आधिकारिक हुन्छ। हाम्रो विद्यालयको बारेमा जे हुन्छ एकदम सही तथ्य हुन्छ। त्यसले दायाँ बायाँ कतै नलाग्नु। केही समस्या पर्यो भने अब फेसबुकको मेसेन्जरमा होस् अथवा कतिजनासँग व्हाट्सएप नम्बर होला त्यसमा मेसेज गर्न सकिन्छ। तर मेसेज गर्ने तरिका पनि हुन्छ। अब हाई सर हेलो सर लेखिदियो भने म त्यस्तो विद्यार्थी भाइ भने प्रायःसँग ब्लक गरिदिन्छु। किन अब म साथी त होइन, साथी जस्तो माया गर्छु तर साथी त होइन। त्यसकै साथ सर नमस्कार भनेपछि म आफै फर्काउँछु, नमस्कार के छ बाबु के छ नानु, म आफै फर्काइदिन्छु तुरुन्तै। तर हाई भन्ने बित्तिकैमा रिप्लाई पनि गर्दिनँ र प्रायः समय ब्लक गरेकै हुन्छु। त्यसैले त्यो कसरी काम लिने त्यो तरिका पनि जान्नुपर्छ। हेलो हाई लेखेर त्यसरी चाहिँ मेसेज नगर्नु। त्यो मैले अब किन भन्दैछु अहिले अब बाहिर जाँदैछु तिमीहरू त्यो सिकिराख्नुपर्छ। जहिले पनि अब मेरो लागि जहिले पनि तिमीहरू सानो बालक सर नै हुन्छौ। बुढो भइसके पनि केले भेट्यो भने बाबु के गर्दैछु म भन्न सक्छु। किन माया हुन्छ कि केही गडबड त गरेको छैन, अहिले पनि केही सिकाउनु पर्ने छ कि। त्यसैले हामी जहिले पनि सिकाउँछौँ।
ल अब राम्रो जिपिए ल्याएर पास गरौँ भन्दै शुभकामना दिँदै म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद सबैजनालाई।